सर्वप्रथम त हाम्रो नेपाली आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार छ। मैले आज त्यत्तिकै यो भिडियो बनाउनु, हाम्रो छोरा दाइको छोरा किडनीको बिमारी भएर हस्पिटलमा भर्ना गरेको लगभग 7 महिना हुन लागेको छ। उसको दिदीले परदेशदेखि मेरो भाइको भिडियो उपलब्ध गराइदिनु पर्यो। कम्पनीले छुट्टी दिएन। भिडियो देखाएपछि कम्पनीले पनि छुट्टी दिन्छ कि मेरो भाइको मुहार देख्न पाउँछु कि भन्ने आशले गर्दा उतादेखि फोन आएको कारणले गर्दा मैले अहिले भिडियो बनाउन गएको छु। अब बिरामीको अरू उपचार त के थियो र, किडनीको बिमारी हो, किडनी ट्रान्सपोर्ट गर्नुपर्ने। उसको आफ्नै बाउले किडनी दिन्छु भन्ने कुरो भइराखेको बेलामा ऊ अलि बढी नै उसलाई च्यापेको कारणले गर्दा किडनी ट्रान्सपोर्ट गर्न पनि 1-2 दिन रोकआउटमा आएको छ। र अहिले 7 महिनासम्म भएको पैसाहरू पनि सिद्धियो। कोही दाजुभाइहरूले सहयोग गर्न चाहनुहुन्छ भने यसो तपाईँको सानो पैसाले पनि ठुलो सहयोग मिल्नेछ भन्ने आशा गर्दै यो भिडियो बनाउन गएको छु। यदि तपाईँहरू कसैले सहयोग गर्न चाहनुहुन्छ भने तपाईँको सानो रकमले बिरामीको लागि ठुलो सहयोग मिल्नेछ। सम्पूर्ण नेपाली दाजुभाइहरूले सहयोग गरिदिनु होला आफ्नो क्षमताले भ्याए अनुसार भन्ने मेरो आशा छ।